दरबार मार्गको विभिन्न ठाउँलाई गरियो निषेधित क्षेत्र घोषणा। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अङ्कित शर्मा सुवेदी। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेठ 17 गतेदेखि असार 24 गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चौकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ। साथै महेन्द्र शालिग हुँदै नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटसम्म समेत निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।